सम्पूर्णलाई नमस्कार। आज चाहिँ हामी यो नापी नक्सा चाहिँ कसरी नाप्ने गरिन्छ भनेर हामी छलफल गर्छौँ। यो नाप्नभन्दा पहिला हामीले के हेर्न जरुरी छ भनेपछि सर्वप्रथम त यो नक्साको स्केल कुन हो, जुन तपाईँले देख्नु भएको छ यहाँ नक्सा स्केल र प्रिन्ट स्केल दिएको छ। यो नक्साको मेन स्केल चाहिँ यसको 2500 हो, तर यो प्रिन्ट भएको जुन छ नि त्यो चाहिँ 1250 मा हो भनेपछि धेरै त 1250 मा हो। र यहाँभित्र भएको जुनै पनि प्रपर्टी हामीले मेजर गर्दाखेरि 1250 को स्केलमा मेजर गर्नुपर्छ। अब कसरी मेजर गर्ने भन्दा तपाईहरुले म एउटा प्रपर्टीको मेजर गरेर चाहिँ देखाउँछु, जुन चाहिँ छ अहिले हामीसँग चाहिँ यो 1716 प्रपर्टी प्लट नम्बर चाहिँ 1716 चाहिँ हामीले मेजर गर्छु। यो टुप्पातिरको साइड चाहिँ जहिले नर्थतिर पारेर चाहिँ यसको प्रिन्ट गरे हुन्छ। जहिले हेर्दा नि यसको यस साइड चाहिँ नर्थ हो भनेर बुझ्नुपर्छ। र हामीले अब यसको मेजर गर्नु छ भने यसकै प्रकृतिको एउटा ड्रइङ, एउटा व्हाइट पेपर अथवा जुनसुकै पनि तपाईले बनाउन सक्नुहुन्छ। पहिला बनाउनु पर्छ। हेर्नुमा यो चाहिँ नर्थ भयो। पहिला बनाउनु भन्दा पहिले यसको नर्थ डिनोटेसन दिनुपर्छ। यो चाहिँ हाम्रो नर्थ भयो है त। नर्थ भइसकेपछि अब हाम्रो प्रपर्टीको सेप चाहिँ कस्तो छ त्यस्तै बनाउने, र्यान्डमली ठ्याक्कै एक्युरेट बनाउनु पर्ने, किनभने यो डाइमेन्सन दिएर हामीले क्याल्कुलेसनको लागि चाहिँ एरिया क्याल्कुलेसन कसरी गरिन्छ भनेर यस्तो भयो। त्यसपछि यसरी मानौँ हाम्रो प्रपर्टी चाहिँ यस्तो छ। हाम्रो प्रपर्टी यस्तो छ। अब हामीले पहिला चाहिँ यसको सबै साइडहरु मेजर गर्न चाहिँ जरुरी हुन्छ, किनभने यसको एरिया निकाल्नु भन्दा त पहिले यसको डाइमेन्सन चाहियो। यो मेजर गर्नलाई चाहिँ हामीले यही स्केलमा हेर्नुपर्छ। पहिला बाउन्ड्री यो चारवटै यसमा कति 5 वटा साइडहरु मिलेछन्, जस्तै एउटा दुईटा 3 4 5 वटा 5 वटै साइडहरु मेजर गर्न पर्यो पहिला। हो यसरी हेर्ने, यहाँसम्म आउँदा 10 मिटर हुन्छ भनेपछि यसको चाहिँ यहाँसम्म 15 हुन्छ। 15 भन्दा अगाडि कम छ भनेपछि 14 मिटर हुने भयो। यो चाहिँ हाम्रो 14 मिटर हुने भयो। त्यसरी चाहिँ यो हाम्रो 17 मिटर छ। यो चाहिँ हाम्रो 15 मिटर छ। यो चाहिँ 3.5 चाहिँ अलि ठुलो देखियो, तर के फरक पर्दैन किनभने हामीले यसको एरिया क्याल्कुलेसन गर्ने जति ठुलो भयो नि डाइमेन्सन त सेम नै छ। यसरी हेर्दा यो चाहिँ हाम्रो 16 मिटर छ। यसरी हामीले दुईटा ट्रायंगल बनायौं। यो चाहिँ एउटा दुईटा तीनवटा ट्रायंगल चाहिँ बनायौं, दुईटा डाइमेन्सन दुईटा डायंगलहरु तानेर त्यसमा हैन त। अब डायंगल तानिसकेपछि डायंगल मेजर गर्न पर्यो। अब डायंगलको डाइमेन्सन मेजर गर्ने यो चाहिँ हाम्रो 23 मिटर छ। अब फेरि हामीले कुन साइड नापेछौं, यो र यो नापेछौं, यसै डायंगललाई त्यही साइड नै नाप्नु पर्यो। 17 मिटर छ। ल हेर्नुस् है। अब यसरी कुनै ट्रायंगलको तीनटै साइड थाहा छ भने हामीले अब ट्रायंगलको फर्मुला लगाएर चाहिँ हामीले एरिया निकाल्न सकिन्छ। फर्मुला चाहिँ के हो भन्नुहुन्छ भने ट्रायंगलको फर्मुला चाहिँ एरिया A = √S S minus A S minus B S minus C, जसमा चाहिँ S भने चाहिँ सेमी पेरिमिटर हो, अर्ध परिमिति हुन्छ। S भने चाहिँ यसको तीनवटै साइड जोड्ने डिवाइड बाइ 2 ले S * A + B + C/2। यसमा चाहिँ जस्तै हामीले यो ट्रायंगल लियौं भने चाहिँ यसलाई A चाहिँ हामीले जुनसुकैले मान्न भन्छ, A B C तीनवटा साइडले कुनै एउटालाई A B C मानेर यसरी क्याल्कुलेट गर्छौं। यो क्याल्कुलेसन चाहिँ मैले पहिले नै गरिसके भएर तपाईहरुलाई यसरी देखाउँछु। ल हेर्नुस् है। यो फर्मुला चाहिँ हाम्रो एरिया निकाल्ने फर्मुला भइहाल्यो। S * S - A S - B S - C र S भने के हो, सेम पेरिमिटर A + B + C/2 भइहाल्यो हैन त। अब चाहिँ एरिया अफ ट्रायंगल निकाल्नु पर्यो।
एरिया अफ ट्रायंगल निकाल हामीसँग त 3वटा ट्रायंगल छ 3वटा ट्रायंगल छ भनेपछि एउटा गरेर निकाल्नु पर्यो र त्यसलाई जोडिसकेपछि यसको आउनु पर्यो a1 निकाल्दाखेरि त्यसरी नै a1 मानौँ हामीले यसलाई a1 मानेछौँ यसलाई यो सकेपछि यसको आउनु पर्यो a1 निकाल्दाखेरि त्यसरी नै a1 मानौँ हामीले यसलाई a1 मानेछौँ यसलाई a1 मानेछौँ 1 मानेछौँ भने यसलाई a1 निकाल्दाखेरि यसको डाइमेन्सन 16 14 र 23 मिटर छ भनेपछि 16 14 23 हाने डिभाइड बाइ 2 s निकाल्ने त्यसरी फर्मुलामा हालेर क्याल्कुलेट गर्नुभयो भने चाहिँ यसको एरिया a1 मा आयो सिमिलरली चाहिँ यसको ट्रायंगल 2 को एरिया निकाल्नु पर्यो त्यसरी तीनटै निकाल्ने अब लास्टमा यो होल प्रपर्टीको एरिया चाहियो हामीलाई त एउटा ट्रायंगल 1 को मात्र चाहिएन तीनटैको चाहिएको भएर तीनटैलाई a1 a2 a3 गरेर हामीले जोड्यौँ त्यसपछि जोडेपछि तीनटैको एरिया कति आउँछ फर्स्टको चाहिँ 168.637 प्लस 60.043 प्लस 22.840 252.38 स्क्वायर मिटर यो चाहिँ यति स्क्वायर मिटर आयो र अब यो प्रपर्टीको पूर्जामा हेर्नुपर्छ यो प्रपर्टीको पूर्जामा हेर्दा चाहिँ एरिया कति छ हाम्रो 8 आना छ है यो प्रपर्टीको पूर्जामा भएको एच पर एलआरसी चाहिँ एच पर एलआरसी भने चाहिँ यसको हाम्रो कति छ 0 रोपनी 8 आना 0 पैसा 0 दाम यो चाहिँ यो एरिया हाम्रो यो काठमाडौँतिरको एरिया चाहिँ लोकली यो मेजर गर्दा चाहिँ रोपनी आना पैसा दाममा हुन्छ अनि यो चाहिँ 8 आना चाहिँ हाम्रो प्रपर्टी अब यसलाई हामीले कन्भर्ट गर्नु पर्यो यसलाई कन्भर्ट गर्दा चाहिँ हामीले नाफी भन्ने युज गरेर नि गर्न सक्छौँ यसरी 252.38 स्क्वायर मिटर भने चाहिँ हाम्रो कति हुन आउने रहेछ भनेपछि 0 रोपनी 7 आना 3 पैसा 3 दाम हामीसँग एक दाम चाहिँ कमायो लगभग यो एरिया चाहिँ हाम्रो नियरली इक्वल आयो भने यो प्रपर्टी ठिक छ भन्ने थाहा हुन्छ भने चाहिँ हाम्रो कति स्क्वायर मिटर हुने रहेछ 254.36 स्क्वायर मिटर यो हाम्रो कति आयो 254.36 स्क्वायर मिटर एज पर लाल पूर्जामा छ र हामीले साइडमा मेजर गर्दा चाहिँ 252.38 स्क्वायर मिटर आयो लगभग 2 स्क्वायर मिटर 2.2 स्क्वायर मिटर एरिया चाहिँ कमायो भने यो चाहिँ एप्लिकेबल नै छ प्रपर्टी ठिक नै हो यही नै हो भने हुन्छ कतिपय कन्डिसनमा के हुन्छ भने चाहिँ हाम्रो यो पूर्जामा भएको यो ट्रेसमा भएको र पूर्जामा भएको चाहिँ फरक पर्न सक्छ र कतिपय ठाउँमा चाहिँ फिल्डमा भएको र त्यो फरक पर्छ अब यो दुईटा एरिया लगभग इक्वल छ भनेपछि अब चाहिँ बल्ल हामीले फिल्डमा गइसकेपछि अथवा कुनै त्यो प्रपर्टीको हेर्नु पर्यो भने प्रपर्टी जस्तै भ्यालुएसन पर्पजको लागि अरू कुनै पर्पजको लागि त्यो ठिक छ कि छैन प्रपर्टी भन्ने मेजर गर्नुपर्दा पहिले यो दुईटा हेऱ्यो यो दुईटा म्याच गर्यो त्यो गरिसकेपछि अब चाहिँ के गर्नु पर्यो हामीले यसको एरिया यति नै रहेछ भनेर थाहा भइसक्यो अब फिल्डमा छ कि छैन भनेर बल्ल मेजरिङ टेप लगेर चाहिँ फिल्डमा गएर नाप्ने यो डाइमेन्सन छ कि छैन प्लस माइनस कति आउँछ हेर्ने एक्ज्याक्ट छ कि छैन त्यो प्रपर्टी भनेर त्यसरी चाहिँ हामीले मेजर गर्न सक्छौँ र कुनै पनि नापी नक्सामा भएको सेप साइजको जुनसुकै प्रपर्टीको नि एरिया निकाल्न सक्छौँ यसरी नै